हजुर उहाँले के गर्नुहुन्छ भने आफ्नो चित्रको आफ्नो ध्यानमै राख्नुहुन्छ। ए दिएन उहाँको चार्ज लिनुहुन्छ, आउनुहुन्छ, भर्ती गर्नुहुन्छ, जानुहुन्छ। अनि यो के अरे न्युरो सर्जरीमा तपाईँको के हुन्छ यहाँ? यो सर्जरीमा किडनी स्टोन भयो होइन, कतिले तपाईँको एपेन्डिक्स समेत पनि तपाईँको मसिनले गराउनु खोज्छ है। ए ओके ओके त्यो पछि गराउनु खोज्छ। त्यहाँ काउन्सिलिङ गर्नु पऱ्यो, त्यहाँ काउन्सिलिङ गर्नु पऱ्यो कि एपेन्डिक्सेक्टमी जुन छ नि होइन, त्यो ल्याप्रोस्कोपी आखिर कट त्यही हो कि तिनवटा काट्यो भनेदेखि तिनवटा चार काट्यो भनेदेखि त्यो तपाईँको एउटा कटभन्दा ठुलो भइहाल्छ होइन। अनि तपाईँको पिक पनि हुन्छ, त्यो ठिकै छ पेसेन्टको डिमान्ड होइन। तर त्यो तपाईँको जिबी स्टोन त पक्का ल्याप्रोस्कोपी गरेर होइन, अब जुन ट्रेडिसनल अनुसारले हुन्छ त्यो अझ कन्टिन्यू गर्छ नि। त्यो पनि हुन्छ भन्नु, तर मेजर हामीलाई ल्याप्रोस्कोपी भन्छ अहिले। हुन त ओपन त हामी सबै गरिदिन्छौँ, किडनी स्टोन विशेष गरेर तपाईँको मसिनले गर्नुपर्छ। अरू के डिजे स्ट्यान्डिङहरू राख्नु गरिन्छ, डिजे स्ट्यान्ड त्यो सबै राख्नुपर्छ। राख्नु गर्नुहुन्छ। यो सर्जनमा को विषय चाहिँ हाम्रोमा अनिस अहमदजी हुनुहुन्छ, एमसीको हुनुहुन्छ, त्यो पनि हुनुहुन्छ, यहाँ पनि हुनुहुन्छ। र त्यसमा अब 3-4 डाक्टर पनि हाम्रो कम्बाइन गरेर आउनुहुन्छ। एकजना होइन कि एउटा अशोक कुशवाहा पनि हुनुहुन्छ, अशोकजी भट्ट पनि हुनुहुन्छ। उहाँसँग गएर बेलामा कसरी पाएको पर्छ, फेरि उहाँ भएर जानुहुन्छ, उहाँ भएर जानुहुन्छ, त्यो मिलाएर उहाँ आउनुहुन्छ। अनि पेसेन्टको चाप त राम्रो छ भनेर मलाई मेरो भाइले पनि इन्फर्म गर्नुभयो। तपाईँहरूले जिम्मादेखि पेसेन्टको चाप राम्रो छ होइन, इनवर्ड चाहिँ 15-20 प्लस नै हुन्छ अरे भनेर सुनेको छु। हजुर हजुर, 20 प्लसै हुन्छ। 20 प्लस अनि 50 मिनट हस्पिटलमा होइन। हजुर हजुर, अब त्यो 20को ठाउँमा यदि 35 भयो होइन, 40 भयो भनेदेखि नराम्रो त होइन। त्यो छ राम्रो। त्यसको लागि हजुरको के प्लान छ, कसरी सरकारले गर्न सक्छ? त्यसको लागि सर प्लानिङ हाम्रो हुन्छ, नभएको होइन। प्लानिङ हामी भएकै छ, पहिलादेखि पनि भएको छ। हामी सामानहरू पनि अलिकति सेटअप गर्दैछौँ, किनभने केही सामानको लागि पेसेन्टहरू यहाँबाट बाहिर गइरहेको छ। त्यो हामीसँग गएर कुराकानी पनि भएको छ। त्यो सामान हामी थप्ने प्रयासमा छौँ। त्यो सामान थप्यो भने पेसेन्टको रेसियो अलिकति अगाडि बढाउन सक्छ। अरू के एउटा त तपाईँको यो इक्विपमेन्टतिर गयो होइन, इक्विपमेन्ट अरू धेरैलाई हाम्रो आसाम हस्पिटलबाट थाहा पनि नहुन सक्छ नि त्यसको लागि। होइन यस्तो छ, हामी त थाहा नहुने त सायद रियल केस नै होला, किनभने हामीदेखि हामी त